एकैछिन रोक्नुहोस् है त। तपाईँहरू म्याच त हेरिनु भएको छ नि वर्ल्ड कपको, तर तपाईँहरूले राउन्ड 16, राउन्ड 32 अनि क्वार्टर फाइनल, सेमी फाइनल भन्ने कुराहरू थाहा छैन। जस्तै ग्रुप स्टेज भनेको के हो त्यो थाहा छैन। अनि वर्ल्ड कपमा कतिवटा टिम सहभागी भएका छन् भने त्यो थाहा छैन। त्यसपछि अहिले के चलिरहेको छ, क्वार्टर फाइनलमा कतिवटा टिम गए अनि फाइनलमा को भिड्छन् भन्ने कुराहरू थाहा छैन भने म यो भिडियोमा भन्ने छु है। एकछिन तपाईँहरूलाई वर्ल्ड कपमा चाहिँ 48वटा टिम गएका थिए, जसमा चाहिँ ग्रुप स्टेज भन्ने हुन्छ। ग्रुप स्टेजमा चाहिँ 3वटा म्याच भए, प्रत्येक टिमले 3वटा म्याच खेले, जसमा चाहिँ जो टिमले 3वटामा बढी जित्यो त्यसले त्यो राउन्ड 32मा जान्छ। अनि जो टिमले हार्यो त्यो फिफाले त्यसलाई नकआउट गरिदिन्छ। यो नकआउट हुन्छ। पहिले ग्रुप स्टेज भयो, त्यसपछि त्यहाँबाट जसले जित्यो त्यो नकआउटमा पास भएर यहाँ राउन्ड 32मा आउँछ। राउन्ड 32मा एक गेम खेलेर त्यसपछि जो जित्यो त्यो राउन्ड 16मा आउँछ। जस्तै राउन्ड 16मा पोर्चुगलले स्पेनसँग हार्यो नि, राउन्ड 16बाटै घर गयो, क्वार्टर फाइनलमा पुगेन। स्पेन क्वार्टर फाइनलमा गयो। जस्तै अब अहिले क्वार्टर फाइनलमा गेम भइरहेको छ। क्वार्टर फाइनलको एक गेम भइसक्यो। क्वार्टर फाइनलको फ्रान्स भर्सेस मोरोक्को भइसक्यो एक गेम। अनि त्यसपछि सेमी फाइनल, फाइनल तपाईँहरूलाई आउँछ। मैले भने अघि नै भने 48वटा गेम, 48वटा टिम सहभागी भएका थिए, जसमा चाहिँ ग्रुप स्टेजमा है, यो अरू होइन, ग्रुप स्टेजमा 144वटा गेम भएका थिए, म्याच भएका थिए है, 144वटा। अब भने मैले अहिले क्वार्टर फाइनल चलिरहेको छ भने मैले अहिले के भने क्वार्टर फाइनल चलिरहेको छ, जसमा चाहिँ 8वटा टिम आएका छन्। फ्रान्स, मोरोक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना र स्विजरल्यान्ड, 8वटा टिम भए क्वार्टर फाइनल। जुन चाहिँ आज राति, हिजो राति भनौँ न, आज राति फ्रान्सले जितिसक्यो। 2 गोल मोरोक्कोलाई हानेर मोरोक्कोलाई घर पठाइसक्यो। फ्रान्सले जितेको, आफू सेमी फाइनलमा सेभ भइसक्यो। त्यसपछि अब आज राति खै कति बजी हो, स्पेन भर्सेस बेल्जियम भइरहेको छ गेम। तपाईँ हेर्नुहुन्छ, आफै हुन्छ। स्पेन भर्सेस बेल्जियमको भइरहेको छ। यहाँ मध्ये जो जित्छ त्यो फ्रान्ससँग खेल्छ यो सेमी फाइनलमा। यहाँ स्पेन भर्सेस बेल्जियममा खै कसले जित्ला त्यो भन्न सकिन्न। अब स्पेन भर्सेस बेल्जियममा जसले जित्यो त्यो सेमी फाइनलमा गयो। जस्तै फ्रान्स गएको छ, सेमी फाइनलमा गयो। अनि अब त्यसै गरी नर्वे भर्सेस इङ्ल्यान्ड जो जित्यो त्यो सेमी फाइनलमा गयो। त्यसै अर्जेन्टिना भर्सेस स्विजरल्यान्डमा जो जित्यो त्यो पनि यहाँ सेमी फाइनलमा एउटा गयो। 4वटा सेमी फाइनलमा गए, 4वटा टिम गयो नि। अनि फेरि फ्रान्स भर्सेस यहाँ 2टा टिम मध्ये जो जित्छ त्यो, फ्रान्स भर्सेस 2टा टिम मध्ये जो जित्छ त्यो गेम भएर फाइनलमा जान्छन्। त्यसपछि नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना, स्विजरल्यान्ड, 2टा मध्ये एउटा जो जित्छन् त्यो जितेका टिमहरू बिच भएर फाइनलमा जान्छन् है। अनि फेरि फाइनलमा पनि 2टा टिम बिचको गेम भएर जो जित्छ त्यसले ट्रफी लिन्छ। ट्रफीको गेम चाहिँ जुलाई 20 लगभग 4 गतेतिर होला, राति 12:45मा हुँदैछ। हेर्नु नभुल्नु होला। जुलाई 20 भनेपछि आज जुलाई 10 हो कि सायद जुलाई 10 होला। अनि जुलाई 20 अब 10 दिनमा हुँदैछ है। आज जुलाई 20 भनेपछि आज शुक्रबार। आज गेम चाहिँ स्पेन भर्सेस बेल्जियम हुँदैछ। अनि सायद आइतबार राति नर्वे भर्सेस इङ्ल्यान्ड, त्यसै गरी बिहान, आइतबारको बिहान अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड हुँदैछ। भिडियो कस्तो लाग्यो, यदि इन्फर्मेसन लाग्यो भने च्यानललाई सब्सक्राइब, फलो गरिदिनु होला। यस्तै भिडियो ल्याएर आउनेछु। धन्यवाद।